हेलो गुड मर्निङ दर्शन नमस्ते। म अहिले 3555 मिटरको हाइटमा छु र आजको हाम्रो डेस्टिनेसन 5500 मिटरको हाइटमा हुनेछ। पानीको मुहानमा बर्सातको कारण अवरुद्ध भएको छ पानी र हामी जाँदैछौँ। अहिले हाम्रो हाइकिङ टिम यो स्याङ्पोचे एयरपोर्ट हो। विश्वको अग्लो स्थानमा रहेको एयरपोर्ट यही हो र यहाँ सामानहरू तपाईँ देख्दै हुनुहुन्छ। यो टोटल सामान काठमाडौँ, फाप्लु, जिर, सल्लेरी लगायतका ठाउँबाट हेलिकप्टरले ल्याउने हो। यहाँको दैनिक उपभोग्य सामान, भौतिक निर्माणका सामानहरू सबै हेर्नुहोस्। हामी स्याङ्पोचे एयरपोर्टमा छौँ। विश्वको अग्लो स्थानमा रहेको एयरपोर्ट यही हो र मेरो भिडियोलाई हेर्दै गर्नु होला। म आज तपाईँलाई साँच्चीकै बाहुबली फिल्मको नेपालको सिन देखाउँछु। बाहुबलीको चाहिँ बनटी थियो, आज चाहिँ साँच्चीकै प्रतीक्षा गर्नुहोस्। हामी जाँदैछौँ। हाम्रो कफी ब्रेक भइरहेको छ, हट कफी। हेलो मित्रहरू, हामीले यात्रा सुरु गरेको 2 घन्टा भयो। 2 घन्टामा खुन्दे भन्ने ठाउँमा आइपुगेको छौँ। खुम्जुङ गाउँ योभन्दा अलिकति तल पर्छ र खुन्दे सिधै मेरो पछाडि पर्छ र खुन्देको हाइट समुद्री सतहबाट 3840 मिटरको हाइटमा छ र एकदमै राम्रो गाउँ छ। म तपाईँलाई भिडियो मार्फत अपडेट गराइ नै रहनेछु। यहाँ हिलारी हस्पिटल रहेको छ खुन्देमा। अहिलेको जमानामा जम्मा 100 रुपियाँमा अपरेसन सुद्धा हुन्छ। टिकट 100 रुपियाँ लाग्छ। 100 रुपियाँको टिकट लिइसकेपछि अपरेसन, औषधि केहीको पनि पैसा लाग्दैन। यो जेनेरेसनमा हेर्नुहोस् यति सस्तो अस्पताल रहेको छ यो सोलुखुम्बु जिल्लामा। बाटो हेर्नुहोस्, जानुपर्ने बाटो यो भयो। खुन्दे भिलेज हामी प्रवेश गरिसकेका छौँ। गेट यही हो अनि हाम्रो साथीहरूले यहाँ पछाडि 8 लोकेसन के अरे गिटार जस्तै सानो तार, ठुलो तार। रेड बुलै छ त 2.5 किलो जति। मित्रहरू, हामी समुद्री सतहबाट 4000 मिटर हाइटमा छौँ। यो खुन्देभन्दा माथिको इलाका हो। खुन्दे यहाँ तल छेकिएको छ। चढ्नुपर्ने गन्तव्य माथि छ। कफी ब्रेक हुँदैछ। हामी अहिले महादेवको वासस्थान नजिक आइपुगेका छौँ। सुशील र विनोद तल, एकजना कता है। अहिले हामी महादेवको वासस्थान नजिक आइपुगिसकेका छौँ। महादेवजीको वासस्थान यतापट्टि हो, छेकिएको छ, बादल लागेको छ। 30 मिटर अगाडि देखिन्छ, 30 मिटर पछाडि देखिन्छ, अरू केही देखिँदैन। 2 जना साथी तल। बाटो सजिलो छ। टप ठाउँमा हामी पुगिसकेका छौँ। माथि हुनुहुन्छ 2 जना साथीहरू। आरपी 2 जना यहाँ तल। अब तपाईँले अहिलेसम्म मेरो भिडियो हेर्दै हुनुहुन्थ्यो। मैले तपाईँलाई वाचा गरेको थिएँ बाहुबली सिन देखाउँछु भनेर। अब मैले वाचा पुरा गर्न सकिनँ, बादल लागेको कारण देखाउन सकिनँ। यो सुनपात धुप भन्छ नि हाम्रोतिर, यही हो। हेर्नुहोस्, हाम्रो यात्रा पुनः ओह्रालो लागेको छ टपबाट। अब बाटो तपाईँलाई म देखाउँछु। हाम्रो बाटो हेर्नुहोस्। हाम्रो हिँड्ने हाइकिङ पहिले म सानो हुँदाखेरि अनि अहिले मेरो बच्चा सानो हुँदाखेरि हाम्रो चाहिँ धामी झाँक्रीले यो सुनपात धुप पोल्नुहुन्थ्यो कि आगोमा, कोइलामा। मिठो बास्ना आउँथ्यो। कहाँ हुन्छ, कस्तो हुन्छ जस्तो लाग्थ्यो। हेर्नुहोस् त, सुनपात धुप यो सबै हो है। सेतो 2 कलरको हुन्छ, अर्को रातो कलर फुल्ने पनि, पिङ्क कलरको पनि त्यहाँ छ के अरे। जुम गरेर देखाइदिउँ। ओके, 1 मिनट।
पिङ्क कलरको यहाँ छ तर देखिँदैन रहेछ, दुईवटा मात्रै छ। सुनपात धोपी हो र बाटो, यो त बाटो सजिलो आयो। उतातिरको बाटो त मैले आफै पनि डराएँ, पाउ 4 पाउ टेकेर आएको भएर म त खिच्नु त झन् कहाँ जानु के सक्नु। अहिले चाहिँ सिम्पल आयो बाटो, खुलेको छैन। मौसम खुलेको भएदेखि एकदम राम्रो देखिन्थ्यो यहाँबाट। यस्तो छ हेर्नुहोस् त कति रमाइलो छ हाम्रो गाउँठाउँ। सुनपति धुप छ, माथिबाट झरना, जानुपर्ने यता साथीहरू अगाडि गइसकेको छ। चन्द्रे पनि डेन्जर खटिने हो नि मान्छे, बोल्ने पनि हो। यतासम्म त जान्छ, खासै हुन्छ। कोही कोही त यत्रो यत्रो ढुङ्गै आएको हुन्छ। जाली छैन त, पाइप उसो यता आउने ठाउँमा जाली फुटेर जाली आउने ठाउँ छैन, यस्तो भिडमा छ। टाइम्स हजुर होइन, यस्तो छिटो हुन्छ। यो ड्रमले गर्दा यसले तान्नु पनि अप्ठ्यारो रहेछ भिडियो त। निरन्तर 8 घन्टाको प्रयासपछि लगभग हाम्रो काम सक्सेस भएको छ। अब हामी सामान प्याकिङको दौरानमा छौँ। सामानहरू अलपत्र छ, चिसो ठाउँ छ, रेडबुल खाने मान्छे नभएर हेर्नुहोस् चिसोमा। अनि छ्याङ पनि छ हामीसँग। फेरि पवित्र ठाउँमा आएर छ्याङ त खानु परिहाल्यो नि, होइन? छ्याङ त चल्छ, पानी आइरहेको छ। पानी आइरहेको छ। हाइकिङ फिर्ता भइसकेको छ। 8 घन्टाको अथक प्रयास पछि हामीले पानी ल्याइसकेको छौँ। टोली फिर्ता भइसकेको छ हाम्रो हाइकिङ टिम। फेरि यहाँ चाहिँ अघिकै बाटो हो। अब यहाँ फेरि आमाको रतन देखिन्छ। अप्ठ्यारो बाटो आयो। हाम्रो स्पेसल टिम, हाम्रो बिस्कुट टाइम भएको छ विथ कफी। सुशील जोडाले चाहिँ फेरि अर्को चिसो कफी। तल हाम्रो थमु भन्ने ठाउँ हेर्नुहोस्। यो पवित्र देवभूमिको मुनि आएर खाजा खाइरहेको छौँ। तर म स्मरण गराउन चाहन्छु, यो ठाउँमा तपाईँले माछा मासु चाहिँ खाना पाउनु हुँदैन। यदि खानुभयो भने तपाईँ फेरि हिँड्न सक्नुहुन्न। यो चाहिँ पवित्र ठाउँ भएकोले यो शिव र पार्वती बस्ने ठाउँ सुमेरु पर्वतको मुनिपट्टि हो। हेर्नुहोस् अहिले मौसम। झारल सोल्टीहरू दुईवटा तल। यो दुईवटा
ठुल्ठुलो हुँदो रहेछ ऊ यहाँ झाराल दुईवटा ऊ तपाईँले देख्नुभयो कि भएन ऊ यहाँ मुनिपट्टि ऊ हाम्रो गन्तव्य हेर्नुहोस् त कस्तो कठिन छ हु माथि चेपबाट निस्किने हो यहाँ माथि भिड छ अब तपाईँलाई म पछाडितिर देखाउँछु ल बादलले छेकिसक्यो आउने बाटो यो बाटो हेर्नु न ऊ यो माथि बाटो छ ज्यानमारा बाटो अनि टेक्नको लागि ड्रिल गरेर रड राखिएको छ समाउनुको लागि पनि रड छ ऊ यहाँनिर के ज्यानमारा बाटो त्यहाँबाट झरियो भने सिधै बुङ्ग यहाँ झरिन्छ त्यसमा विनोद सर र रामप्रकाश सर चाहिँ त्यही बाटो जानुभयो अघि अनि सुशील र म चाहिँ यो बाटोबाट आयौँ बाटो यो पनि अलिक ठिकै छ त्यो माथिको भन्दा माथि चाहिँ ज्यानमारा बाटो हो वान मिस्टेक गेम ओभर यो बिचमा छ ऊ यो 1300 देखिएकोमा इ जानुपर्ने यहाँबाट हो हेर्नुहोस् न जाने बाटो यो हो अनि उकालो यहाँभन्दा उँधो म देखाउँछु म ढुङ्गामा छु यस्तो छ तल थमो गाउँ बादलले छेकिएको छ अनि आएको बाटो चाहिँ यो बाटो हुँदै आएको यहाँ माथि भिड हेर्नुहोस् यस्तो छ नीचे मत देखो जल्दी कर चस्मा लिने नेपालको बाहुबलीवाला सिन हेर्नुहोस् त नेचुरल त्यस्तो बाहुबलीमा जस्तो आर्टिफिसियल होइन नेचुरल सिन हेर्नुहोस् यतापट्टि सुमेरु पर्वत दिउँसोको 3:48 गएको छ हामी बिहानको खाना खाँदैछौँ यहाँ साथीहरू खाना खाँदै हुनुहुन्छ मलाई नि भोक चाहिँ लागिरहेको छ खाएको देखेर अब हेर्नुहोस् है प्रकृतिको सुन्दर उपहार हेर्नुहोस् त कति सुन्दर छ नेपाल हेर्नुहोस् त खुम्जुङ खुन्दे अनि सुमेरु पर्वत योभन्दा उतापट्टि अलिअलि खुलेको छ हामी सुमेरुको छेउमा खाजा खाँदैछौँ हिलारी पोइन्ट ऊ तल देखिएको छ हेर्नुहोस् त प्रकृतिको सुन्दर अनुपम उपहार जुन हामीलाई फ्रीमा दिनुभएको छ बाटो हामी यो बाटो हुँदै जाने हो हो गया खत्म एउटा यात्रुमा भेटे नि अलि एनर्जी आउँथ्यो मेरो चाहिँ ग्लास छैन लगभग 12 घन्टाको हाइकिङ रहेको थियो आज हाम्रो ठ्याक्कै हामी गेटबाट निस्केको 12 घन्टा भयो यात्रा सुरु गरेको अब हामी फिर्ता भइसकेको छौँ कतिपय ठाउँहरूमा मौसमले साथ दिएन मैले राम्रो राम्रो भ्यूहरू तपाईँलाई दिलाउँछु देखाउँछु भनेर प्रतिबद्धता गरेको थिएँ कति मेरो प्रतिबद्धतामा मौसमको कारणले म चुकेको छु त्यसको लागि अग्रिम क्षमाप्रार्थी माग्न चाहन्छु र मेरो भिडियोलाई अहिलेसम्म हेरेर तपाईँले साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ र आउँदा दिनमा पनि मेरो भिडियो यस्तै अर्ग्यानिक खालको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र मिठो कमेन्ट पनि छोडेर जानुहोला अब चाहिँ यति भन्दै आजको यो मेरो
हाम्रो हाइकिङको भिडियो यहीँ समाप्त गर्ने अनुमति चाहन्छु। जदौ जय नेपाल।